स्थानबाट तपाईँहरूलाई पनि दर्शन गराउन पाउँदा म आफूलाई बहुत खुसी लागेको छ। भक्तजनहरू लडी लडी यसरी चाहिँ स्नान गर्दै हुनुहुन्छ। अनि माथि ठुलो महायज्ञ सुरु भइरहेको छ। यस्तो त्यो एउटा अलौकिक यो खालको एउटा अवसरको लागि तपाईँहरूलाई पनि यो जेठको 31 गतेसम्म यो ठाउँको पवित्र धाममा तपाईँलाई धेरै वेलकम छ। यहाँ धेरै नै अब लाखौँ चाहिँ दर्शक के अरे यो भक्तजनहरूको भिडभाड हामी देखिरहेका छौँ। विभिन्न देशको विभिन्न ठाउँबाट भक्तजनहरूको घुइँचो हामी देख्न सक्छौँ। यो विराट महायज्ञमा जति पनि भक्तजनहरू आउनु भएको छ उहाँहरूलाई धेरै धेरै पुण्य लाभ पनि छ। सङ्गम स्थलमा विशाल हाम्रो गुल्मीको रुडी स्थानमा भएको रेडीमा जस्तै माया सङ्क्रान्तिमा यस्तै पर्व गर्छौँ। यस्तै प्रकृतिको तर अलि फरक अनि यज्ञको रूपमा रहेको हुनाले यहाँको अहिलेको यो महोत्सव फरक रहेछ। वार्षिक रूपमा यो कार्यक्रम त होइन रहेछ, तर यो धाम भएको हिसाबले गर्दा महोत्सव भएको हिसाबले गर्दा यो धार्मिक महोत्सव हाम्रो पोखराबाट आएको टोली चाहिँ यसरी स्नान गरेर अब प्रवचन कथा श्रवण गर्ने क्रममा अगाडि बढ्दैछ। 75-80 वर्षकी आमाहरू पनि आउनु भएको छ है। नरसिंहधाम महायज्ञ को वस्तुस्थिति पुरा चाहिँ मान्छेको भिडभाड यो धर्मप्रति कतिको विश्वास रहेछ, आस्था रहेछ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हामीले यहाँको भक्तजनको उपस्थितिबाट पनि हामी थाहा पाउन सक्छौँ। यो नेत्रावती अनि यो चाहिँ बढी गण्डकी यो प्रस्तावित 1200 मेगावाटको उत्पादन हुने जलविद्युत उत्पादन हुने क्षेत्र पनि पर्दो रहेछ। यो यहाँका सम्पूर्ण जमिनहरूलाई मुआवजा दिएर अनि बस्ती खाली हुँदै गरेको अवस्था हामी बुझिरहेको छौँ। हो त्यहाँनिर ठुलो महायज्ञ माथि तपाईँको माथि ठुलो विशाल चाहिँ तपाईँको नरसिंहधामको मूर्ति मन्दिर स्थापना भएको ठाउँ। हाम्रो पोखराबाट आएको टोली यो ठाउँमा यसरी स्नान अनि पवित्र पुण्य लाभको लागि आइरहेको छ। तपाईँहरू पनि यो जेठको 31 गतिसम्म यहाँ विशेष महोत्सव सञ्चालन भन्ने भएको हुनाले यहाँनिर आएर आफ्नो मोक्ष प्राप्ति गर्न सक्नुहुनेछ होइन। यो बुढी गण्डकी अलिक गहिरो भएको हिसाबले गर्दा यहाँ धेरै सावधानी अपनाउनु पर्ने भन्ने कुरा हामीले यहाँको सूचना पार्टीमा देख्यौँ अनि माइकिङमा सुन्यौँ। काली गण्डकी त हामी देखिरहेको, बुढी गण्डकीमा सम्भवतः कतिपय साथीहरू देख्नु भएको थिएन होला, आउनु भएको छैन होला, तर यहाँनिर यो आउने अनुकूलता मिल्यो। त्यसको लागि म आफूलाई पनि धन्यवाद भन्दै बिदा हुन्छु। हस्, नमस्ते, जय नरसिंहधाम, बुढी गण्डकी जय।